मन्जुजीले सोध्नु भएको रहेछ 1 करोडको लोन लिँदैछु भने मेरो आम्दानी कति हुनुपर्छ र मैले ब्याङ्कलाई इएमआई कति तिर्नुपर्छ त 1 करोड रुपियाँ लोन लिने हो भनेर। यसमा मानिलिनुहोस् तपाईँको अहिले तपाईँले 8% ब्याज दरमा लोन लिनुभयो। मैले दुईटा इक्जाम्पल दिन्छु। एउटा 8% ब्याज दर भयो भने के हुन्छ, 10% ब्याज दर भयो भने के हुन्छ। 8% ब्याज दर भयो भने तपाईँको इएमआई मन्थली इएमआई 20 वर्षको टेन्योर राखेर हेर्दाखेरिमा लगभग 83,000 83,000 पर्न आउँछ तपाईँको मन्थली इन्ट्रेस्ट प्लस तपाईँको चाहिँ प्रिन्सिपल पेमेन्ट गर्दाखेरिमा मन्थली आउने भयो। र त्यसमा चाहिँ तपाईँको अब इन्कम कति हुनुपर्छ यदि तपाईँले मन्थली 83,000 तिर्ने हो भन्दा चाहिँ तपाईँको जति ट्याक्सेबल मन्थली इन्कम छ, मानिलिनुहोस् तपाईँको 1 लाख रुपियाँ स्यालेरी आउँछ भने होम लोनको लागि मात्रैको केसमा चाहिँ तपाईँले स्यालेरीको 70% सम्म तपाईँले ब्याङ्कलाई इएमआई तिर्न सक्नुहुन्छ। अब तपाईँको इएमआई आयो 83,000 भनेपछि अब तपाईँको स्यालेरी चाहिँ 1,18,000 को अराउन्ड सम्झिनुहोस्। 1,20,000 तपाईँको चाहिँ नि मन्थली इन्कम ट्याक्सेबल इन्कम भाडाबाट होस् स्यालेरीबाट होस् या तपाईँको जुन कुनै ट्याक्सेबल इन्कम 1,20,000 छ भने तपाईँले 8% ब्याज दरमा लोन पाउनुभयो भने तपाईँको मन्थली इएमआई आउँछ 83,644 अराउन्ड। त्यो चाहिँ 1 करोड लोन लिने बेलामा। अब तपाईँको 10% भयो भने मन्थली इएमआई आउँछ 96,500 अराउन्ड। र त्यसमा चाहिँ तपाईँको मन्थली इन्कम कति हुनुपर्छ भन्दाखेरिमा 1,37,000 अराउन्ड भनेपछि तपाईँले मानिलिनुहोस् 1,20,000 देखि 1,40,000 सम्म तपाईँको चाहिँ नि मन्थली इन्कम ट्याक्सेबल इन्कम छ भने तपाईँले 1 करोड रुपियाँ नेपालमा लोन लिन सक्नुहुन्छ। अब यो चाहिँ होम लोनको लागि मात्रै हो। यसको मतलब तपाईँले अब 2 करोड प्रपर्टी किन्दै हुनुहुन्छ 1 करोड रुपियाँ तपाईँले क्यास राख्नु पर्यो। अब यो बाँकी 1 करोड चाहिँ ब्याङ्कले तपाईँलाई लोन दिने हो। यस्तै जानकारी चाहनुहुन्छ र तपाईँको पनि क्वेसन छ भने क्वेसन सोध्न भने नभुल्नु होला है त। थ्याङ्क यू।